मेरे ब्रह्मा जी से यही बताने वाला था कि मुझे इस लोक में सबसे अधिक शक्तिशाली बनना है। आज मेरे ब्रह्मा जी से वरदान प्राप्त करके इस लोक का जगत दाता बन गया हूं। आज अपने राज्य में आने का आनंद भी कुछ अलग है। आज से तुम सभी लोग कश्यप की जय जयकार करोगे। आज से केवल इस कश्यप का नाम चलेगा। जो इस राज्य में कश्यप का नाम नहीं लेगा उसको मृत्युदंड मिलेगा। जैसे मैं अपने राज्य को छोड़ के गया था, आज मेरा राज्य वैसा का वैसा ही है। कहाँ गई महाराज की जय। चंद्रमंड कहाँ हो? महाराज की जय हो। महाराज की जय हो। अरे छिटो है चंडे ही न छिटो। महाराज आई सके चंद्र जी महाराज। महाराज की जय हो। महाराज की जय हो। जय हो जय हो। क्या बात है चंद्र, मेरे राज्य छोड़ने के बाद तू तो बहुत कमजोर हो गया है। क्या खाने को नहीं मिलता है? महाराज तो अपनी तपस्या करना जानो बाबू की हिंदी बोलना जानो भाई साहब। जाओ महाराज के आसन लेके आओ। महाराज बनसा ठीक है महाराज, ठीक है लाते हैं अभी। महाराज अभी सुनाओ क्या मेरे राज्य में हाल खबर? ठीक है सर महाराज। हम तो रहा था नहीं कि नहीं हिंदी बोलने वाले। मेरे हजारों प्रकार को भाषा याद है। यही बताओ अली, सुनाओ मेरे राज्य पाप चल रही था, मेरा प्रजा को कैसा हाल खबर? महाराज सबसे आनंद सल निको सर तर हजुर भाइ जस्तो भन्दैन नि महाराज। घाँटी पनि थिचो। घाँटी थिचिस भने म अहिले नै फरिहाल्छु। जिब्रो प्याक्क बाहिर निक्लिन्छ। त्यसो होइन नि महाराज। सबै आनन्द छ साँच्चै महाराज। सानो राजकुमारको जन्म भएको छ। सानो राजकुमार को जन्म भएको छ? महाराज मेरे पुत्र को जन्म भएको छ? हो महाराज। जाओ अति शीघ्र गएर मेरे पुत्रलाई मेरो अगाडि लिएर आओ। जाओ महाराज। छिटो छिटो गर। मेरो पुत्रलाई मैले नहेरेको कति वर्ष बितिसक्यो। लगभग 11 वर्ष हुई तो महाराज। महाराज की जय हो। महाराज की जय हो। बहुत अच्छा। पिताजी प्रणाम। प्रणाम पिताजी। आयुष्मान भव पुत्र, कल्याण हो तुमको। मेरो पुत्र तो म जस्तै रहेछ। अनि महाराज को जस्तो चाहिँ हुनुपर्ने होइन, सायद तिमी बुझ्नु कि भनेको। तर जस्तो म छु त्यस्तै मेरो पुत्र पनि रहेछ। हजुर पिताजी। अब त तिमी ठुलो भयो,
हो नि पिताजी। अब तिमीले मपछि यो राज सिंहासनमा अब तिमीले राज्य गर्नुपर्छ। त्यस्तो कुरा ठिकै हो महाराज। अब हजुर पछिको उत्तराधिकारी मेरा दाजुहरू पनि त हुनुहुन्छ, ती तीनजना। म त कान्छो पुत्र न हो महाराज। होइन पुत्र, कान्छोको बेसी माया लाग्छ, त्यही भएर अब यो राज्यमा तिमीलाई नै बस्नुपर्छ। त्योभन्दा पहिले तिमीले गुरुजीसँग गएर अस्त्र विद्या शस्त्र विद्या सम्पूर्ण विद्या सिकेर यो साम्राज्यमा राज्य गर्नुपर्छ, त्यो राज्य गर्नुपर्छ। गुरु हुनुहुन्छ त पिताजी? मैले त सिकिसकेको छु। यसरी हुँदैन। जाओ, अति शीघ्र गुरुलाई सम्हालेर आओ। भन्नु कि महाराजले बोलाएको छ। हुन्छ महाराज, गुरु पनि तपाईँले मेरा गुरुलाई पनि बोलाउनु भएछ। आज सबै कुरो देखाइदिउँ भनेको। मैले कति कुरा पढेको छु महाराज। के पढ्यौ पुत्र? तिमीले के शिक्षा ग्रहण गर्यौ? पिताजी, मैले त यो जीवनमा माया मोहलाई त्यागेर तपाईँकै गुरुले पढाएको है। फेरि यो कुरो माया मोह त्यागेर अन्तिममा गएर यो जीवन भगवान श्री हरि नारायणको चरणमा लाउनुपर्छ भन्ने पढे पिताजी। तँ सिकायो त्यो नारायणको नाम लिनको लागि। अबदेखि तैँले मेरो राज्यमा मेरो शत्रुको नाम लिएर तैँले मलाई भेट गरिस् भने राम्रो हुने छैन पुत्र। हजुरले मलाई समस्त विद्या सिकाएन, जो तिमीले मलाई राज्य गर्ने योग्य बनाउनु भयो। हो नि राजन। यसरी नै हजुरले मेरो पुत्रलाई पनि सर्वश्रेष्ठ बनाउनु पर्यो, यो राज्यको अधिकारी बनाउनु पर्यो। राजा, एउटा कुरो भनौँ? भन्नुहोस् हुँदै। तिम्रो यो पुत्रलाई मैले जे पढाए पनि मान्दैन। यसले उल्टो उल्टो पढ्छ। मैले हरि कहिल्यै भन्न सिकाएन, मैले त तिम्रै नाम जप्न सिकाएन, तर तिम्रो पुत्रले मान्दैन। यो त पढाइ नै जन्मेर आए जस्तो छ राजन। तिम्रो यसलाई त काम लाग्दैन। मैले पढाउन सक्दिनँ, बरु यसको भित्री के छ, गोप्य कुरा के छ, यसलाई समातेर खोज, यसलाई ती मार। धेरै ढिलो नगर राजन। ठिक छ गुरुदेव, हजुरले मलाई यति ज्ञान दिनुभयो, हजुरको धन्यवाद। हजुर अब जान सक्नुहुन्छ। जुवाङ्गी महाराज, तिम्रो कल्याण होस्। के भन्छ सबै तैँले? हो पिताजी। तत्साधु मन्ये सुरवरीय देहिनाम। आज भुसुनाबाट लिएर ब्रह्मासम्म उनी मेरो नारायणको शक्ति छ पिताजी। तिनी नारायणले नै तपाईँलाई मलाई यो चराचर जगतलाई चलाउनु भएको छ। त्यसैले म पनि भन्छु तपाईँलाई, तपाईँ अहङ्कार त्याग दिनुहोस् अनि मेरो भगवान नारायणको शरणमा आउनुहोस् पिताजी। तेरो नारायणको शरण हो यो हिरण्यकश्यप। ए प्रहलाद, तँलाई मैले 1000 पटक भने कि तो विष्णुको नाम लिएर त मलाई भयभीत नगरिएका, अन्यथा यो तलवारले तेरो धन अलग गरिदिन्छु। पिताजी, नगर्नु भएको कहाँ हो? तपाईँलाई थाहा छ, तपाईँले मलाई पहाडबाट खसाल्नुभयो, म मरिनँ। मेरी फुपू होलिकाले मलाई जलाउने प्रयास गर्नुभयो, म मरिनँ। सर्प भएको कोठामा राखिदिनु भयो, म मरिनँ। तपाईँले कति प्रयास गर्नुभयो मलाई मार्न। म अझै पनि भन्छु पिताजी, जले विष्णु स्थले विष्णु, विष्णु पर्वत मस्तके, ज्वाला माला कुले विष्णुम सर्वम विष्णुमयम जगत। फेरि तैँले अगर त्यो विष्णुको नाम लिस् तपाईँ मलाई मार्नुहोस्, काट्नुहोस्, फ्याँक्नुहोस्, दबोच्नुहोस् पिताजी। के गर्नु यसको? कि तेरो भगवान त्यो नारायण त्यो चलियो कहाँ छ? यत्र
यत्र तत्र सर्वत्र विश्वमै विश्व देखिरहेको छु पिताजी मैले। सबै ठाउँमा तेरो भगवान छ भने के तेरो भगवान यहाँभित्र पनि छ? तपाईँको अन्तरात्मामा हुनुहुन्छ। तेरो भगवान यहाँभित्र कदापि हुन सक्दैन। हुन्छ तेरो भगवान म भित्र उता उता सबै ठाउँमा तेरो भगवान छ भने के तेरो भगवान यो खण्डभित्र पनि छ? हुनुहुन्छ। के यो खण्डभित्र पनि छ? हुनुहुन्छ। हावा पानी आगो जल बतास वायु होरी सबैसँग मेरो भगवानै भगवान हुनुहुन्छ। तँलाई यति विश्वास छ भने तेरो भगवान के यो खण्डबाट पनि निक्लेर आउन सक्छ? किन आउनुहुन्न? यदि भगवानलाई भक्तको रक्षा गर्नु छ भने खामोबाट होइन पृथ्वीलाई पनि फुटाएर आउनुहुन्छ मेरो प्रभुले। हुनुहुन्छ। यदि विश्वास लागेन भने हेर्नुहोस्, म यहाँ तो दृश्य थिएँ, म त देखिरहेको छु। भगवान कहाँ रहेछ? बाबू साइड दिया दोनों पुत्रले ठीक भन्थ्यो, पिताश्री मेरो विष्णु आउँछ। आधा नर और आधा सिंह को रूप लिएर नर सिंह हुँ म। अच्छा तलाई यो भगवान और यो भक्त को बीचबाट म तलाई मृत्यु दण्ड दिनेछु। हे दुष्ट, फेर नबोल, किनकि मैले तँलाई मारेर आरती पनि गराउन सक्छु। त्यसैले आइज युद्ध गर मेरो भक्तलाई। सारी समितिया यो दुष्टलाई यो साँझको समय भएको छ। अब यसलाई ख्याल नगरिकन यसको उद्धार गर्नुहोस् भगवान। जति साँझ बढ्दै जान्छ यसले त्यति बललाई बढाउँदै जान्छ। आइज दुष्ट, अब तँलाई म मार्नेछु, बुझिस्? हिरण्यकश्यपका धेरैवटा वरदान थिए। ऊ आकाशमा मर्दैन थियो, पातालमा मर्दैन थियो, भगवानले थिग्रामा राख्नुभयो। अनि ऊ बाहिर मर्दैन थियो, भित्र मर्दैन थियो, भगवानले ढोकामा राख्नुभयो। अस्त्रले मर्दैन थियो, शस्त्रले मर्दैन थियो, भगवानले नङले मार्ने हुनुभयो। 12 महिनामा उसको मृत्यु हुँदैन थियो, 13औं महिना मलमास निकाल्नुभयो। अनि मान्छेबाट पनि पुरुषबाट पनि मृत्यु हुँदैन थियो। आज भगवानले नर र सिंहको रूप लिनुभयो। अनि उसका जति पनि वरदान छन् सबै चिजलाई वरदानलाई अलग पारेर भगवानले चिर्दिनु भयो मुटु। अनि थाल्यो। भगवानले प्रहलादलाई आएर भेट्नुभयो। बाबु प्रहलाद, आउनको लागि धेरै ढिलो भयो, मलाई माफ गरिदेऊ। आऊ, तिमी यो राज सिंहासनमा बस। तिम्रो पिताले राज्य गरेको अब तिमीले राज्य सम्हाल्नु पर्छ भनेर भगवानले प्रहलादलाई राख्नुभयो राजगद्दीमा। अनि राजा बनाइदिनु भयो र भगवान आफ्नो लोकमा प्रस्थान गर्नुभयो। प्रहलादले भगवानलाई नमन गरे। भक्तवत्सल भगवानको